मनभाग जुन छत्रकोट 5 गुल्मीमा पर्दछ। ड्रोनबाट लिएको 2083 जेठको 9 गते लिएको भिडियो हो, जुन कपिल फोटोग्राफी बल्टक सरले खिचिदिनु भएको थियो। उहाँले भिडियोको लागि हामीले सम्झिन सक्छौँ। बिचमा मन्दिर देखिएको छ, बाटो पनि पिचको अन्तिम चरणमा पुगेको छ। बाटो एकदम राम्रो भइरहेको छ, पिचको काम अन्तिम चरणमा देख्न सकिन्छ भने जहाँबाट हामी खर्ज्याङ, बलकोट र अनि तम्घा जानलाई सर्टकट बाटो पनि पर्दछ। यो देखिने श्रीकृष्ण आधारभूत विद्यालय हो, जहाँ हामी अध्ययन गरेका थियौँ। अहिले पनि 3 सम्म पढाइ हुन्छ यहाँ। यो असारेको तल्लो बेल्ट। अब तपाईहरु हरियाली छ, मकैको सिजन भएकोले हरियाली देखिन्छ। कुडुली फाँट पनि एकदम हरियाली, गाडी पनि बाक्लो मात्रामा गुडिरहेको देख्न सक्नुहुन्छ। कति सुन्दर छ ल हेर्नु त, नौधारा मोहरे पनि स्पष्ट देखिएको छ। तपाईँ यो बिचको मुसिलभित्ता डाँडा, यता साइडको अग्लो कलामको डाँडा, यतापट्टि रुन्जाकोट भयो, जुन रुन्जाकोट भयो। अब यता तल तपाईहरु देख्न सक्नुहुन्छ यो खोलामा पुलमा जाने बाटो, नयाँ पक्की पुलमा जाने बाटो। यता मानकोट जाने बाटो भयो भने अब यता यो तपाईको रुन्जाकोट जाने बाटो भयो, रुन्जाकोट अर्धेनटा। यता दिगाम जाने बाटो हर्दी खोला साइड कति सुन्दर देखिएको छ ड्रोनबाट कैद गरिएको। अब यता ड्रोन फर्केर हेर्दा तपाईहरु देख्न सक्नुहुन्छ निकै आकर्षित छ, आकर्षणै छ, बिन्दु देखिन्छ। तल तपाईको पक्की पुल बनेको देख्नुहुन्छ भने यो घुम्टी साइडमा पनि, असारेको घुम्टी साइडमा पनि बाटो बनेको छ। पुरानो झोलङ्गे पुल देख्न सक्नुहुन्छ। हामी पौडी खेल्ने ढुङ्गा पनि स्पष्ट देखिएको छ। अब यता यो पौवा पुरानो सबैभन्दा, यो पौवा मनभागको पौवा, यता स्वास्थ्य इकाइ छ। अहिले पुरानो बजार, हामी जन्मभूमि मनभाग पुरानो बजार, हामी जन्मेको ठाउँ पुरानो तल्लो बस्ती हो हाम्रो। खास पुरानो बस्ती भनेको अहिले माथि सरेको हो। एकदम निकै आकर्षकै ड्रोनबाट खिचिदिनु भएको छ कपिल गौतमले। अब यो निदुर देख्नु भयो र ढकान साइडमा, तल मालडुङ्गा अहिले खोला जस्तो छ। तपाईले पहिरो अहिले एकदम राम्रो बाटो राम्रो भएको छ। यता खोल्टे पानी भयो, यता शिवालय पुरानो मन्दिर देख्न सक्नुहुन्छ। यता बाँसको गाँचतिर यो मिल छ, पुरानो मिल। यतापट्टि मनभागे रह छ, ढकान साइडको पनि स्पष्ट देखिएको छ ड्रोनबाट। ड्रोन पुनः मनभाग साइडमै आयो। मनभाग नेटवर्कलाई सबैजनाले सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। हस्त, धन्यवाद।